नमस्कार सबैमा। आज चाहिँ हामी कालिम्पोङ अन्तर्गत पर्ने यो कफेरको ह्याङ्गिङ ब्रिजपट्टि जाँदैछौँ, जो चाहिँ धेरै पुरानो हो। एकदमै अहिले चाहिँ धेरै पुरानो भएर पुरानो अवस्थामा छ, जो अहिले युजमा चाहिँ छैन भनौँ न है। चाहिँ यस्तो छ है, पुरानो अब धेरै अगाडि बनिसकेको यो पुल। नेपाली चलचित्र दर्पण छायाको पनि सुटिङ भएको यही पुलमा हो। अहिले चाहिँ एकदमै जीर्ण अवस्थामा भनौँ न। काठहरू चाहिँ एकदमै मक्किसकेको, तर मुनिपट्टि चाहिँ फलाम रडको सपोर्टले गर्दाखेरि अलिकति बलियो, तर हल्लिन्छ। यसमा चढिहाल्नु चाहिँ अलिकति रिक्सै हो। एकदमै आफ्नै रिक्सले चढ्नु पर्यो है। यो चाहिँ लामो नै छ निकै। यसमा अलिकति एडभेन्चरस फिल चाहिँ हुन्छ। भित्ता जाऊ। कसले आउनु लागेको थियो? अब भित्ता जाऊ। रुखको माथि भत्किनु आँटेको पुल हो यो। काठहरू चाहिँ अब छ, अब अलिकति भत्क्यो भने चाहिँ मान्छे गयो, तल झरेर मान्छे जान्छ। त्यही भएर हामी यहाँ डराउँदै आइहुँदैछ हो। भ्लग बनाएको ए कामदै हिँडाइ हुँदैछ यहाँ हो। पुल अब हेरिहाल्नुहोस्, पुलको अवस्था यस्तो छ है।